आजको यस श्रृङ्खलामा हामी निस्किएका छौँ एउटा यस्तो यात्रामा जहाँ हरेक मोडले नयाँ दृश्य देखाउँछ र हरेक उकालोले नयाँ अनुभव सिकाउनेछ र परीक्षा लिनेछ। आउनुहोस् हामीसँग एउटा यस्तो यात्रामा जहाँ गन्तव्य भन्दा सुन्दर त्यहाँ पुग्ने हरेक पाइला हुन्छ। पोखराबाट सुरु हुने यो यात्रा कुस्मा, बागलुङ, बुर्तिवाङ, दोरपाटन र बुकीपाटन हुँदै हामीलाई पुर्याउनेछ पहाडहरूको काखमा लुकेको सुन्दर टिकाधारा। नमस्ते, वेलकम टु फिलिङ च्यानल गाइस। अब हाम्रो आजको गन्तव्य कता हो भनेर तपाईँले थम्बनेलबाटै थाहा पाउनु भइसक्यो होला। हेरौँ, आज हाम्रो साथ दिइरहेछ भगवानले पनि, त्यति नै हो। र बाहिर गाइस आइरहेको छ, हेरौँ को आएको छ। अहिलेसम्म कोही पनि आएको छैन। राजा आउँछु भन्थ्यो, खोइ यार भइसो लेट यार। राजा यार खोइ यार कोही पनि आएन यार। कोही आए जस्तो छ है, हेरौँ को आएको छ। हेरौँ है त, केटाहरू आए जस्तो छ यार। एक हप्तासम्म लगातार परेको वर्षापछि आज बिहानको घामले एउटा नयाँ आशा बोकेर उदाएको थियो। कतिपय ठाउँहरू फोटोमा सुन्दर देखिन्छन्, कतिपय ठाउँहरू भिडियोमा पनि। तर केही ठाउँहरू यस्ता हुन्छन् जुन आफ्नै आँखाले नदेखेसम्म मनले विश्वास गर्न सक्दैन। ल बड्डु के भन्देऊ न त, के भन्देऊ न। के भन्नु सर, त्यस्तै हो। अब आज राम्रो खुलेछ वेदर, अब भोलि कस्तो हुन्छ थाहा छैन, तर जेस हेर्नुपर्छ। गाइजहरू नि आएको छैन अहिले।
अब के गर्ने है राम्रो अब भने पनि अब भोलि कस्तो हुन्छ त्यो हेर्नु पर्यो। अब हिजो रातभरि पानी परिदियो, त्यही भएर अब आजको लेखा अब भोलि पनि पानी परिदियोस् दिउँसो, त्यसपछि अनि पर्सि बिहान चाहिँ जे होस् दामी हुन्छ जस्तो लागेर हो। यस्तै खोल्दै अन्तखेरि खतरा भइहाल्यो, राम्रो लाग्छ छ। यस्तै खतरा खोल्दै अन्तखेरि खतरा अलिअलि अब एकछिनमा अब गाई झर्ने आउँछ, त्यसपछि जानुपर्छ उता हेर काकुलाई हेर भयो। हेम्जाको फराकिलो सडकले यात्राको पहिलो लय सहमति दियो। सफा आकाश, हरिया डाँडाहरू र बाइकसँगै बगिरहेको चिसो हावाले दिनको सुरुवातलाई अझ विशेष बनाइदिएको थियो। पोखरा बिस्तारै पछाडि छुट्दै गइरहेको थियो। अगाडि थिए अझै नचिनेका घुम्तीहरू, नयाँ बाटाहरू र सम्झनाले भरिन बाँकी दिन। रातारात परेको वर्षाले पहाडहरूलाई अझ हरियाली बनाएको थियो। आजको घामले ती पहाडलाई सुनौलो स्पर्श दिएको थियो। गुड मर्निङ एभ्रिवान। अनि आज हाम्रो डे 1 अनि अहिले हामी यहाँ लुम्ले कफी स्टेटमा आइसकेका छौँ। अनि आजको वेदर हेर्न सक्नुहुन्छ, टु गुड छ। अनि हामीलाई यस्तै वेदरले अब 3 दिन 7 दिन छ भन्ने हामी आशा गरेका छौँ। त्यही हो, अब रमाइलो भइरहेको छ। अनि हाम्रो एडभेन्चरको लागि 2टा बाइक पनि लिएर छ साथीहरूले। सो रमाइलो गर्दै जानेछौँ। भिडियो रमाइलो गर्नु होला। अब हाम्रो अगाडिको यात्रा हामी सँगसँगै जानु होला भन्दै ल कफी देखाएर चियर्स है ल। थ्याङ्क यू। लुम्ले पुग्दा तातो कफीको एक कपसँग हामीले केही क्षणको बिसौनी लियो। यात्रामा कहिलेकाहीँ यस्ता साना बिसौनीहरूले नै सबैभन्दा मिठा सम्झना कोर्छन्। यसै गरी हामी अब नेक्स्ट गन्तव्य खाना खाने ठाउँमा रे कता हो हेर्दै जानु। स्टे ट्युन है। यहाँ लुम्लेमा मिठो कफी खाएर हामी निस्क्यौँ। अब 4 जना बाइकमा, बाँकी चाहिँ गाडीमा छौँ। अब रमाइलो गर्दै क्लिपहरू हेर्नु होला। आजको घामले ती पहाडलाई सुनौलो स्पर्श दिएको थियो। बिस्तारै हामीले पर्वत जिल्लाको सीमा पार गर्यौं। सडकका घुम्तीहरूसँगै कुस्माका अग्ला वीरहरू र काली गण्डकीको गहिरो खोज बिस्तारै आँखा अघि खुल्दै गए। प्रकृतिले प्रत्येक मोडमा नयाँ दृश्य उपहार दिइरहेको थियो। हरेक मोडपछि एउटा नयाँ दृश्य थियो, हरेक दृश्यपछि अर्को नयाँ उत्साह। बागलुङतिर उक्लदै गर्दा सहरको हतार हराउँदै गयो र पहाडको मौनताले हामीलाई आफ्नै लयमा डोर्याउन थाल्यो। त्यस क्षण महसुस भयो, गन्तव्य जति सुन्दर भए पनि त्यहाँ पुग्ने बाटोले नै यात्रालाई अविस्मरणीय बनाउँछ। र यसै गरी हामी खाना खाने ठाउँमा छौँ है। देख्न सक्नुहुन्छ बिहानबाट भोकको, अहिले एनर्जी पनि छैन। यति साह्रो भइसकेको छ, पेटै सुकेर स्याहार्नु भयो। एक गुसारी खाइदिउँ जस्तो भइसक्यो। तर पेसेन्स अब खाना कस्तो हुनेवाला छ हेरौँला। र यता यता सोध्नुहोस्। सबैले दिने है। एउटा पनि खुलिन रहेछ है बागलुङमा है। खोजेको पाइएन। लोकल खाने अब के हुन्छ, अब पेट दुख्यो भने नराम्रो पेट होइन भोक लाग्छ पहिला खान्छ। यिनीहरू भइसक्यो भोक लाग्यो। देखियो मलाई त भोक लाग्यो। यिनीहरू भोक दुइसै लाग्यो। यिनीहरू भइसक्यो 2 घन्टा सुतेछु जप्पा। एकदम एक्साइटेड एक्साइटेड के रात सुतेर सधैँ 3 बजे सुत्ने, 1 घन्टा ढिलो सुतेछु के। 1 घन्टा सोचेरै सुत्यो क्या चाँडो उठ्नु। लास्टै त्यो दिमागमा सोचै आएको छ कि भोलि जाने हो जस्तै जाने हो भनेर त्यो उस भयो जस्तो छ है काकुलाई है। लास्टै तर निन्दा चाहिँ लागेन एकदम। बाइक चलाउँदै सुतेर आएर
लुम्लेको बाटोमा हुन्थ्यो अरे पहिला त्यस्तै राजा के जाओस् न त के जाओस् राजा अहिले निशब्द छ बिचरा अब ऊ पनि राइटमा छ है उसको चाहिँ सिडी भछ अरे अब आफै बुझौँ सिडी भछ अरे होइन होइन यस्तो राजा किन नबोलेको भन्दा उसले कोही कोहीलाई उसको कोही कोहीलाई मिस गर्दैछ त्यही भएर मिसै गरेको है के गर्नु के गरेको त्यही हात यसो थाहा भएन अब हिउँ पनि बागलुङको बिसौनीपछि हामी फेरि बाटोतिर फर्कियौँ। बागलुङबाट बुर्तिबाङतर्फ बढ्दै जाँदा प्रकृतिले आफ्नो अर्को रूप देखाउन थालेको थियो। चिल्लो कालो पत्रे सडकमा हावासँगै दौडिरहेका बाइकहरू, साथीहरूको हाँसो र यात्राको स्वतन्त्र लय। त्यो क्षण गन्तव्यभन्दा पनि बाटो नै सुन्दर लागिरहेको थियो। हामीलाई कहाँ थाहा थियो र यो सहज यात्रा केही घण्टापछि पूर्णतः अर्को रूप लिनेछ। भएको छ गाडी अगाडि छ बुर्तिबाङ पछाडि छुट्दै गयो। सडक बनी केही क्षणलाई सहज नै थियो, तर पहाडले बिस्तारै आफ्नो अर्को कथा सुनाउन थालेको थियो। बाटोका दायाँ बायाँ ढुङ्गाले छाएका घरहरू देखिन्थे। ती घरहरू वर्षौंदेखि पहाडको काखमा मौन पहरेदार झै उभिएका थिए। हरियालीले ढाकेका पाकाहरू, सिडी जस्ता खेतबारी र हावासँगै लहराइरहेका बालीहरूले त्यहाँको माटाको सुगन्ध बोलिरहेको थियो। तल खोजमा निरन्तर बगिरहेको खोला कहिले शान्त कहिले चञ्चल। हामीले अब यहाँ बुर्तिबाङबाट माथि चढिसक्यो। बुर्तिबाङबाट 14 किलोमिटर माथि भइसक्यो। सबै हरियाली मात्र छ यहाँ। अनि त्यही हो आजको यात्रा हाम्रो सिर्फ यो बाइकमा गाडीमा मात्र हुन्छ। सबै चाहिँ यो पछाडिको रमाइलो रातारात परेको वर्षाले बाटोलाई केवल हिलो मात्र बनाएको थिएन, त्यसैले हाम्रो धैर्यको पनि परीक्षा लिइरहेको थियो। कतै बाइकको पाङ्ग्रा हिलोले गडियो, कतै सन्तुलन जोगाउन एकअर्काको साथ चाहियो। जसोतसो बाइकहरू अघि बढे, तर हाम्रो गाडीले भने त्यही बाटोमै हार माने जस्तो गर्यो। पाङ्ग्रा जति घुम्थ्यो, हिलोले त्यति नै गहिरो समाउँदै गयो। के भयो जस्तो लाग्छ हजुरहरूलाई? एनी गेस? You are wrong. गाडी हेर्नुहोस् माथि यहाँ बाटो जस्तै भएर जाँदै गएन। अब यो गाडीमा जाने एउटा पछाडि चढेर त्यो गाडीमा जाने अनि त्यहाँ माथि छ गाडी एकचोटि बिग्रेर के अरे जान नसकेर। यो बिग्रेर बसेको हो, जान नसकेर ट्र्याक्टर त अड्किएर कस्तो जस्तै होला भने बसी उहाँ फेरि घर घरमा उहाँ पुरा खेतबाटै आउनु भएको। उहाँ सिधै काम सिधै बारीमा हुनुहुन्थ्यो। बारीबाट सिधै ढोरपाटनको लागि उठायो। अनि म कसरी अब गम्बुट यत्तिको प्रिपेयर चाहिँ त हुनुपर्छ है। तर अहिले हाम्रो सिचुएसन के भइरहेछ भन्नु पर्यो ल। सिचुएसन चाहिँ हाम्रो अब जिप चाहिँ नजाने भएकोले, एकदम बाटो नराम्रो भएकोले चिप्लो। अब हामी चाहिँ नि हिँड्नेवाला छौँ। ठ्याक्कै है गाइस। अब हामी चाहिँ यहाँबाट हिँड्छौँ। हिलोले त्यति नै गहिरो समाउँदै जान्थ्यो।
त्यो क्षण यात्रा केवल गन्तव्यसम्म पुग्ने प्रयास रहेन, त्यो बन्यो साथ, धैर्य र विश्वासको परीक्षा। अन्ततः अर्को गाडीको सहाराले हामीले फेरि यात्रा अघि बढायौँ, किनकि पहाडले एउटा कुरा सधैँ सिकाउँछ, सजिलो बाटोले स्मरणीय कथा कहिले लेख्दैन। अब हरेक धक्का गन्तव्यतिरको अर्को पाइला बनेको थियो। धुलोले अनुहार छोप्यो, थकानले शरीर, तर मनमा एउटा मात्रै उत्साह थियो, आज जसरी पनि ढोरपाटन पुग्नुपर्छ। मिन्दै कस्तो भइरहेछ यात्रा? अब एकदम रमाइलो आनन्ददायी देखिरहेको छु लगारीलाई। अलिकति यहाँले सिचुएसन खराब छ त्यहाँको गाडीको नि। त्यही त नि पल्टाउला जस्तो गर्छ नि यार। कस्तो छ यहाँ? साँझले पहाडलाई सुनौरो रङ्गनले रङ्गाइरहेको थियो। त्यही बेला हामी ढोरपाटनको काखमा पुग्यौं। धुलोले भरिएको बाटो र अनगिन्ती घुम्तीहरू पार गरेपछि अन्ततः हामी ढोरपाटन पुगेका थियौं। दिनभरको थकान त्यो एउटा दृश्यले चोरेर लग्यो। यात्रा अझै बाँकी थियो। पहिलो दिनको यात्रा यही टुङ्गिन्छ। फाइनली ढोरपाटनमा आइसक्यौँ। अङ्कल एक शब्द जान्नु त हामी भिडियो बनाएको। हामी ढोरपाटन आयो, यो भाइहरूले मलाई बाटोमा तार दियो, खोला तारे जस्तै। म खुसी छु। अरू के होइन, आज राति यहाँ बसिन्छ ढोरपाटनमा, अनि जाइन्छ के हुन्छ, रमाइलो हुन्छ होला भन्ने आश गर्दै ढोरपाटन अलिकति उज्यालो देखेको छ। राम्रो देखेछ है? त्यही त। फर्स्ट ग्लिम्स अफ ढोरपाटन, पहिलो नजर फुल ग्रिन छ। हेर्न सक्नुहुन्छ घरहरू। को बसेर भाँच्यो होला? गेसै गर्न सक्दिनँ। ओन्ली रङ गेस। भाँच्यो होला। को बस्यो? गड्डु बस्यो के पछि। सो गाइज, हामी ढोरपाटन आइपुगेका छौँ। ढोरपाटनको टिबेट गेस्ट हाउस। टिबेट गेस्ट हाउसको मलाई चिया चाहिँ एकदम मिठो लाग्यो। जाडो जाडो सुरुप्प। तर टिबेट गेस्ट हाउसको मेरो भाइलाई के मन परेन होला त्यहाँ। चिया चाहिँ टी क्याट देखे बस्दिहाले। हेर्नु सुन्नुहोस्, ठुलो कन्सपिरेसी छ यहाँ। किन साइड लाउनु भयो काकु? साह्रो भयो, कति सजिलो भयो। हामी खासमा पोखराबाट स्कर्पियोमा आएको थियौँ, तर बिचमा बाटोको एकदम नराम्रो वातावरणको कारण वातावरण भन्न के भन्छ, बाटोलाई वातावरण भयो हैन। अब बाटोको एकदम नराम्रो स्थिति गर्दा हाम्रो परिस्थिति हाम्रो चेन्ज भयो। गाडी पछाडि बसेर आउनु पर्ने अवस्था आयो। जसो तसो आयौँ।
त्यो पनि एउटा रमाइलो क्षण हाम्रो परिवारको लागि। झुन्डिँदै आयो समात्ने ठाउँ पनि हुनु पर्यो झुन्डिनको लागि त्यही पनि यसै गरी बल्ल तल्ल ढोरपाटन ठाउँ एकदम मैले देखे अनुसार ठाउँ एकदम रोचक रमाइलो, तर बाटो चाहिँ एकदम घातक रहेछ। तर यो सरकारलाई के भन्न चाहन्छु, सरकारलाई म के भन्न चाहन्छु भने ध्यान आकर्षण गर्नु पर्यो। बाटो एकदम ध्वस्तै छ। बाटो अलि राम्रो भयो भने यहाँ के भन्छ टुरिज्मलाई के पर्यटक क्षेत्र एकदम विकसित हुनेवाला छ। तर यस्तै चाल हो भने नजिकबाट पनि मान्छे आउन गाह्रो छ है। सो गुड इभिनिङ गाइज। अनि अहिले त हामी फाइनली ढोरपाटन आइसकेको छौँ र यहाँको एलिभेसन लगभग 2900 मिटर छ। अनि आजको यात्रा हाम्रो यहीँ टुङ्गिन्छ। होटेल यही हो, साथीहरूभित्र रमाइलो गर्दैछ। अनि आउन चाहिँ त हामी 7 बजीतिर आएको, अहिले हल्का फुल्का फ्रेस भएर अहिले भिडियो बनाउँदैछौँ। अहिले चाहिँ त करिब 9:45 भइसकेको छ। अनि भोलिबाट चाहिँ त हाम्रो फाइनली ट्रेक स्टार्ट हुन्छ। बिहान चाहिँ त हामी एकछिन ढोरपाटन एक्सप्लोर गर्छौँ, त्यसपछि हामी भोलि बुकीपाटनको लागि हिँड्नेछौँ। सो त्यही अब हामी यहाँ अब खाना खाएर एकछिन रमाइलो गर्छौँ अनि सुत्छौँ। सो अनि आजको हाम्रो स्टे चाहिँ त्यहाँ हेर्न सक्नुहुन्छ। आजको हाम्रो स्टे चाहिँ यस्तो छ, सबैजना नै सुत्नेछौँ र हाम्रो समूह चाहिँ त 10 जनाको समूह छ। त्यही हो, अब रमाइलो गर्नुपर्छ, घुम्न आएको हो। वेदरले पनि एकदम राम्रो साथ दियो आज। तर बाटो चाहिँ त हल्का बुर्तिबाङबाट यहाँ ढोरपाटन आउँदा चाहिँ त अलिकति नराम्रो रहेछ। लगभग हामीलाई 5 घन्टा लाग्यो। बाटो सायद हिजोको पानीले गरेर नि होला, एकदम नराम्रो रहेछ बाटो। सो ढोरपाटन आउँदै हुनुहुन्छ भने एकदम रेडी भएर आउनु होला। केही बाटो मात्रै नराम्रो छ, तर बुर्तिबाङसम्म चाहिँ एकदम रमाइलो छ बाटो। अनि थ्याङ्क गड आज वेदर पनि यस्तो राम्रो भयो है। घरबाट हिँड्दा पनि एकदम ग्रिनरी थियो है, घाम लागेको थियो। सो हामीले बाटोमा एकदम ग्रिनरीहरू देख्न पायौँ होइन। एकदम सिन पनि एकदम रमाइलो छ है। ढोरपाटन आउनु होला, एक्सप्लोर गर्नु होला है। हामी अब भोलि गर्न बाँकी नै छ, तर बाटोमा आउँदा पनि सिनहरू एकदम राम्रो छ है। सो गाइज यति भन्दै अब हामी खाना खान्छौँ अनि हामी भोलिको लागि रेस्ट गर्नेछौँ। सो गुड नाइट गाइज। ल गाइजहरू हामी ढोरपाटन आइसक्यौँ। अहिले बिहानको त्यस्तै 7-8 बज्न लाग्यो होला। हामी जे होस् देख्न सक्नुहुन्छ हामी अहिले फाँटमा छौँ। छेउछेउमा घोडाहरू उसहरू सबै छन्। अब एउटा घोडा नि हायर गरेको थियौँ के अरे, त्यसले अलिकति मेल फङ्सन गरिदियो, त्यो भएर त्यो घोडा अब हामीले लिएनौँ। अनि त्यसपछि अहिले अब यहीँ घुम्ने, रमाइलो गर्ने, फोटोज भिडियोज खिच्ने। अनि स्टे ट्युन्ड for everything now. Thank you. चारैतिर फैलिएको यो मखमली हरियाली अनि भुइँभरि गलैँचा ओछ्याएर झैँ फुलेका यी पहेँला जङ्गली फुलहरू, यो दृश्य हेरिरहँदा लाग्छ हामी कुनै काल्पनिक संसारमा छौँ। ढोरपाटनको त्यो बिहान करिब 3000 मिटरको उचाइमा पहाडको काखमा फैलिएको विशाल पाटन सुनौलो घामसँगै बिस्तारै बिउजिँदै थियो।
हेलो गाइज, अब यसै गरी हाम्रो धुरपाटन हामी आज 3 घन्टा अब अघि हामी 7 बजीतिर आएका थियौँ। अब अहिले लगभग 10 बजिसकेको छ। यसै गरी हामी मजाले घुम्यौँ, रमाइलो छ ठाउँ, एकदम ब्रेथ टेकिङ टाइपको। यहाँ मैले कति मान्छेले फुल टिपेको देखेँ है। अब यो नेचर हो, नेचरलाई यत्तिकै हुन दिनुहोस्। टिपेर घर लिएर जानुसम्म ओइलाएर जान्छ होइन, त्योभन्दा बरु यहीँ हुन दिनुहोस्। अरू मान्छे आउँदै गर्छ, उहाँलाई पनि इन्जोय गर्न दिनुहोस्। रमाइलो अब जस्तो कि हेर्नुहोस् कति आनन्दको छ। तर सबैले एउटा एउटाले फुल टिप्दै गयो भने यो सब फुल त जानी भयो होइन। आशा छ तपाईँहरू बुझ्नेवाला हुनुहुन्छ। जस्ट इन्जोय द नेचर है। हाम्रो पनि 2-3टा भिडियो क्लिपहरू आएको छन्। त्यति भन्दैमा अब हामी होटेल गएर खानासाना खाएर बुकीपाटनको लागि जाँदैछौँ। लेट्स इन्जोय द ब्लग। ओके, नमस्ते। ल गाइज, हामी चाहिँ अब खानासाना खाएर तयार भइसक्यो है। हाम्रो अब कति झोलाहरू चाहिँ अब तपाईँ देख्न सक्नुहुन्छ। त्यो चाहिँ अब घोडामा धेरै जाने माथि। यसै गरी अब हाम्रो माथि बुकीपाटनको ट्रेक सुरु हुन गइरहेको छ। अब वेदरले पनि आज हेर्नुहोस् पानी परिहाल्यो है। तर माथि गएर पानी नपऱ्यो हुन्थ्यो। लगभग अहिले अब 12 बज्न लागिसकेको छ। हामी सुरु गर्न गएका छौँ। वेट एन्ड वाच, बिचमा हेरौँ के हुन्छ, बाटो कस्तो रहेछ हेरौँ। ल पानी परिसकेको छ यहाँ। रेडी छ इन्टु? एकदम हामी यहाँ सबै रेडी छौँ। रेडी हो? एकदम रेडी रेडी एकदम सकिन्छ? जुन सकिन्छ? सकिन्छ 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 सकिन्छ। मलाई क्या सोधेको दाइ? सकिन्छ सकिन्छ, सक्नै पर्छ आज हामीले। ल अब अलिकति ठाडो उकालो भएर हामीले यहाँ अलिकति झोला यहाँ छोडेछौँ अलिअलि। त्यही हो, हामी अब जाँदैछौँ बुकीपाटन ढोरपाटनबाट। अनि लगभग हाम्रो टाइमिङ भनेको 5 घन्टा भनिरहेको छ। हेरौँ कति लाग्छ। अहिले 12 बजेको छ। यस यहाँ अहिले यतिको जोसी छ। अहिले हेरौँला कस्तो हुन्छ। यतिको जोस चाहिँ त चाहिन्छ है। ल नबोलाउँ है, केही नबोलाउँ है। ल पानी परिसक्यो। के भनेछ होइन, ढुक्क ढुक्क भनेछ। अहिले हेर्छु म त्यहाँ ढुक्क कति हुँदो रहेछ माथि भएन। अनि फेरि मैले भिडियो बनाएर राखेको छु, फेरि अर्को भिडियो बनाउँछु। ठिक छ ल। जुगा देख्यो भने पनि सँगसँगै हिँड्यो नि। यता दिदी बहिनी फेरि ल यति भन्दै हामी बिच बाटोमा भिडियो बनाउँदै जानेछौँ। सो होटेल यस्तो छ, तिब्बत होमस्टे। ल बाई, सी यू। ढोरपाटन पछाडि छुट्दै थियो, तर यात्रा भने अझै सकिएको थिएन। अगाडि थियो बुकीपाटन, एउटा यस्तो बाटो जहाँ मौसमले घडी हेरेर होइन आफ्नै मनले निर्णय गर्छ। कहिले पहाडमाथि घामको सुनौलो स्पर्श त कहिले काहीँ मिनेटमै बादलले सबै दृश्य आफ्नो काखमा लुकाइदिन्छ। अनि ती गर्जिरहेका खोलाहरू मानव हिमालयले आफ्नै कथा सुनाइरहेको हो। हामीले पार गरेका ती साना काटे पुलहरू केवल बाटो थिएनन्, तिनले प्रकृति र मानिस बीचको अदृश्य सम्बन्धलाई जोडिरहेका थिए। बाटोमा भेटिएका बरियाहरूको थकित पाइला, उनीहरूको काँधमा रहेका भारी भन्दा धेरै गहिरो थियो जीवनको जिम्मेवारी। दुई दिन पानी ओरे पनि भिज्दैन। 2 दिनको ग्यारेन्टी हो।
वाइन पनि हो वाइन पनि यहाँको ऱ्याङ्कको लोकल त्यो के फरक पर्दैन हजुर बक्खु होइन मेरो आएको ऊ भन्छ यसलाई ऱ्याङ्कको ल भर्खरै पानी परेको थियो भर्खरै हेर्न सक्नुहुन्छ यस्तै छ वेदर यताको साथीहरू अगाडि हिँड्दैछ त्यसपछि फेरि वर्षा सुरु भयो बाटो हिलो बन्यो कपडा भिजे जुत्ताभित्र पानी भरियो तर यही त हिमालको नियम हो यहाँ सुन्दर दृश्यहरू सधैँ सजिलो बाटोले भेटिँदैनन् हामी बिस्तारै बुकीपाटनतर्फ उक्लिरहेका थियौँ प्रत्येक पाइलासँगै थकान बढ्दै थियो तर प्रकृतिले देखाइरहेको अर्को दृश्यले फेरि सबै थकान बिर्साइदिइरहेको थियो सायद यही कारणले मानिसहरू बारम्बार हिमालतिर फर्किन्छन् यहाँ गन्तव्यभन्दा धेरै यात्राले नै जीवन बदलिदिन्छ ढुङ्गे देउरालीले हाम्रो सबै शक्ति माग्यो प्रत्येक पाइला आफैसँग सङ्घर्ष थियो माथि हेर्दा बुकीपाटन यतै छ जस्तो देखिन्थ्यो तर जति हिँड्थ्यौ उति नै गन्तव्य टाढा सर्दै गइरहेको महसुस हुन्थ्यो सायद पहाडले हामीलाई एउटा कुरा सिकाउँदै थियो सपना देख्न सजिलो हुन्छ तर त्यसलाई छुन धैर्य पसिना र विश्वास चाहिन्छ र अन्ततः लामो सङ्घर्षपछि बादलको पर्दा बिस्तारै खुल्न थाल्यो हाम्रो अगाडि थियो बुकीपाटन 4000 मिटर अहिलेको वेदर यस्तो छ यहाँ यसो गरी गाइज हामी के अरे बुकीपाटन आइपुग्यौँ माई फर्स्ट 4000 मिटर हाइक एन्ड आइ एम प्राउड अफ इट तलको मौसम यस्तो छ हामी तलबाट आएको सो हामी फ्रेस हुने गाइजहरू अघि आइसक्यो यहाँ सो हामी चाहिँ त यहाँ हाई एल्टिट्युडमा बसिरहेको छौँ लेट्स सी के हुन्छ अब यसको हजुर हल्का वेदर खुलेको अवस्था यता फेरि यता फेरि यस्तो छ त्यस्तो खुलेछ फेरि हजुर बुकीपाटन ल हामी अहिले यहाँ बुकीपाटनबाट हिँडिसक्यो पछाडि भ्यू यस्तो छ अनि हाम्रो अब डेस्टिनेसन टिकाधारा 1 आवर भनेछ सो अहिलेको हाइट 4000 अब गेन गर्नु पर्ने 200 मिटर है र टाइम अहिले भनेको ट्याक्कै 5:45 छ लेट्स सी कति बजी पुग्छ है सो अपडेट दिइराख्नेछु सो ल यति भन्दै यात्रामा जाउँ है त यात्राको तेस्रो दिन बिहानको पहिलो घामसँगै धौलागिरी श्रृङ्खला आफ्नो सम्पूर्ण भव्यतामा हाम्रो अगाडि उभिएको थियो रातभरको वर्षापछि धोइए झै देखिने हिमाल हरियालीले ढाकिएका पाटन र चिसो हावाले त्यो बिहानलाई अझै अविस्मरणीय बनाइदिएको थियो बुकीपाटन पछाडि छोड्दै गर्दा बाटोले फेरि नयाँ रूप देखाउन थाल्यो चारैतिर फैलिएका हरिया डाँडाहरू घामले सुनौलो बनाइदिएका घाँसे मैदान अनि टाढासम्म फैलिएका निलो आकाश हरेक पाइला अगाडि बढ्दै जाँदा लाग्थ्यो प्रकृतिले आफ्नै तरिकाले हाम्रो स्वागत गरिरहेको छ बाटोभरि देखिने टेन्टहरू खुल्ला मैदान र हिमाली हावाले यो यात्रा अझ विशेष बनाइदिएको थियो यस्ता दृश्यहरू क्यामेरामा कैद त हुन्छन् तर त्यहाँ उभिएर महसुस हुने शान्ति शब्दमा बयान गर्न सजिलो हुँदैन तर यात्रा यतिमै सजिलो भन्ने थिएन टिकाधारा पुग्नु अघि एउटा सानो देखिने ठाडो उकालो हाम्रो अगाडि थियो नक्सामा हेर्दा करिब 100 मिटर जति मात्र देखिने त्यो उकालो वास्तविकतामा भने लगभग 10 मिनटको परीक्षा बन्यो प्रत्येक पाइला भारी हुँदै गयो तर माथि पुग्ने आशाले खुट्टा रोकिएन कहिलेकाहीँ यात्रामा दूरीले होइन उकालोले समय नाप्दो रहेछ
अनि त्यही कठिनाई पार गरेपछि गन्तव्य अझ सुन्दर लाग्दो रहेछ। आकाश पनि ब्लू नै छ आजलाई, यस्तो ब्युटिफुल छ आजको वेदर। ल फाइनल बसलाई नमस्कार गर्नु सबैले। वे टु टिकाधारा। ल बाटो यही नै हो टिकाधाराको। Such a view. यस्तो रमाइलो छ लागि। गो। सो फाइनली हामी यहाँ टिकाधारा आइसक्यौँ र अहिलेको हाम्रो एल्टिट्युड छ 4200 मिटर। अनि हाम्रो आज फाइनल डेस्टिनेसन नै यही हो, यसैको लागि अब हामी। अनि वेदर पनि यस्तो दामी खुलेको छ होइन है, एकदम थ्याङ्कफुल छ हामी है वेदरको लागि। अनि हेर्न सक्नुहुन्छ ब्लू, सबै ठाउँमा ब्लू र ग्रिन बाइक केही छैन यहाँ, त्यहाँ भेडाहरू छ। अनि हाम्रो बाटो चाहिँ यहाँबाट अब के भन्दाखेरि बुटिबाङबाट यहाँ आउँदा चाहिँ लौलौ बुकिपाटन के अरे बुकिपाटनबाट आउँदा चाहिँ लौलौ 1 घन्टा लाग्दो रहेछ। त्यहाँ बिचमा चाहिँ अलिक बाटो नराम्रो रहेछ, त्यो मात्रै रहेछ अलिक नराम्रो, नत्र यहाँको आउने बाटो एकदम राम्रो छ। अनि पछाडि चाहिँ त हिमाल यो टाढा पानी अब हामी एकछिन इन्जोय गर्छौँ। त्यसपछि हामी आज बुकिपाटन हुँदै ढोरपाटन लाग्छौँ। समय के हुन्छ त्यो अनुसार हामी पोखरा लाग्नेछौँ। सो त्यो गाइस इन्जोय, हामीले नि इन्जोय गर्दैछौँ। टिकाधारामा पुग्दा लाग्यो प्रकृतिले आफ्ना सबैभन्दा सुन्दर रङहरू यही लुकाएर राखेको रहेछ। यहाँ आइपुग्दा एउटा सत्य महसुस हुन्छ, प्रकृतिले आफ्नो सबैभन्दा अनुपम रूप सजिलैसँग देखाउँदैन। त्यसलाई भेट्न धैर्य चाहिन्छ, साहस चाहिन्छ र कठिन बाटो हिँड्ने आँट चाहिन्छ। हामीले पार गरेका प्रत्येक उकालो, बगाएका प्रत्येक पसिना र भोगेका प्रत्येक कठिनाई यही एउटा दृश्यले सार्थक बनाइदिन्छ। किनभने केही गन्तव्यहरू केवल पुग्नका लागि हुँदैनन्, ती जीवनभर सम्झनाका लागि हुन्छन्। टिकाधारा जहाँ धरतीले हरियाली ओढ्छ, आकाशले हिमालयलाई अँगाल्छ, टिकाधारामा दिस इज टिकाधारा। मेरो पछाडि हेर्न सक्नुहुन्छ हिमाल, अनि अहिले हल्का फुल्का चिसो परिरहेको छ यहाँ। अनि यता हेर्नुहोस् आकाश, अनि तलको चाहिँ त है भेडाहरू हो। सो ल हामी तल जाँदैछौँ, एकदम रमाइलो भयो, वेदर पनि एकदम खुल्यो। सो ल अहिलेलाई यति नै। ल यता पछाडि हेरौँ कस्तो भयो आज। बबाल आजको जस्तो खुलेको त कसैले पनि भेटाएन होला, हामीले भेटाए जस्तो। त्यही भएर त्यसको लागि एकदम ग्रेटफुल टु गड, ग्रेटफुल टु एभ्रिवान फर कमिङ हियर, वर्किङ हार्ड, एन्ड एज युजुअल लेट्स इन्जोय। एक शब्द थ्याङ्क यू भाइक, धन्यवाद भाइक। के छ
एकदम रमाइलो भयो यहाँ आएर झनै रमाइलो भयो त्यही हो हाम्रो भन्दिनँ तर म को होइन होइन त्यो अर्को नाम कि अर्को नाम कि अर्को नाम जस्ट बुझ्नु खुसी भएन अहिले आएर के छ डल्लु मजा आयो वेदर बबल खोले है खरेको मात्र हेरिन्छ हरियाली त्यही त नि सेन्टु के छ ल भनिदेऊ ल ठिक छ आज ट्रेक सजिलै थियो आजको त राम्रो सजिलै थियो नि आजको त वेदर नि राम्रो भयो राम्रो भयो त्यही त ल बबाल भयो ल यसै गरी ल अहिलेको अपडेट यस्तो छ यहाँ झन् लाग्यो झन् राम्रो आयो वेदर है अनि यहाँ है कुकुर आइसकेको छ यहाँको भेडीकोटको अनि हाम्रो ट्रेडमल जेन्सवेयरको हाम्रो प्रोप्राइटर पिकल श्रेष्ठजी यहाँ हुनुहुन्छ र अहिले क्यामेराम्यान हुन्छ म डिस्टर्ब गर्न चाहिनँ अनि यहाँ दुईजना दिदीबहिनीको राम्रो प्रस्तुति मेरो इन्टरभ्यू छ कि एकछिन मेरो इन्टरभ्यू चाहिँ एकैछिन है दिदीबहिनीलाई के कस्तो भयो ल यात्रा यस रमाइलो भयो मेरो म झगडा गरेन फर्स्ट टाइम 3 दिनमा एकचोटि झगडा नगरेको रमाइलो भयो साथीहरूसँग होइन वेदरले पनि साथ दियो अब बहिनीको पालो सेम डिटु कपी पेस्ट थ्याङ्क यू भन्न पाइएन डिटु भन्न पाइएन ल डिटु भन्न पाएन रे थ्याङ्क यू नि भन्न पाइएन थ्याङ्क यू पनि भन्न पाइएन कि एक शब्द राखिदिनुहोस् भन्न भनेको क्या धेरै राम्रो भयो है धेरै 3 शब्द भयो ल ठिकै छ ल यता हाम्रो प्रोभाइडर बिकज यसरी आउन भन्दा यहाँसम्म हेयर आइएम भने जस्तो भयो हेयर आइएम भनेर आइसक्यो है यहाँ ल कसो भयो त ल अनि ट्रेक एकदम सोचेभन्दा बढी है ठिक छ नि अहिले ढोरपाटनसम्मको यात्रा थियो टिकाधारा आइपुग्यो हिँड्ने हिँड्दै 8 हुनु पऱ्यो सकिँदो रहेछ सकिन्छ सबभन्दा पहिला म यहाँ आएको यहाँ चाहिँ समिट हानेको है फेरि ल अहिलेको वेदर यस्तो छ कन्टिन्यू गर्नु होला यसरी खेल्ने Guys, how you feeling? So finally हाम्रो टिकाधाराको यात्रा अब लगभग सकियो हाम्रो यात्रा यहीसम्मको थियो अनि एकदम रमाइलो भयो वेदर पनि एकदम साथ दियो होइन अहिले हावा पनि हल्का फुल्का लागिरहेको छ पछाडि हिमाल देखिरहेको छ अनि हामी अब चाहिँ फर्किन रेडी हो अब हामी यहाँ पुकीपाटन हुँदै घर फर्किरहेछौँ सो गाइज सी यू है सबैलाई मिस है जो आउन भ्याएन जो साथीहरू छ सबैलाई मिस गरेका छौँ यहाँ आएर यति भन्दैलाई हाम्रो भिडियो यही अन्त गर्न चाहन्छु धन्यवाद यो यात्रा केवल हाम्रो पाइलाहरूको यात्रा थिएन यो हाम्रो मन हाम्रो हाँसो र हाम्रो साथहरूको थियो पहाडहरूले हामीलाई केवल सुन्दर दृश्य दिएनन् तिनीहरूले हामीलाई सँगै हाँसेका पलहरू दिए थकाइ बिर्साउने ठट्टाहरू दिए कहिले नसकिने गफहरू दिए र जीवनभर सम्झिरहने सम्झनाहरू दिए भेडाहरूको बीचमा रमाएका पलहरू कुकुरसँग दौडिएका समय उकालो चढ्दा एकअर्कालाई हौसला दिएका शब्दहरू र सँगै बसेर गरेका गफ अनि ठट्टाहरू यी सबै क्षणहरू अब केवल सम्झना मात्र रहनेछन् सायद यही नै यात्राको वास्तविक अर्थ हो गन्तव्य भेट्नु मात्रै होइन आफ्नै एउटा नयाँ रूप भेट्नु हो फेरि कुनै अर्को बाटोमा फेरि कुनै अर्को यात्रामा फेरि भेटौला किनभने केही यात्राहरू कहिले सकिँदैनन् ती त सम्झनामा जीवनभर हिँडिरहन्छन् धन्यवाद